अब यस्तो केसमा तपाईँ के गर्नुहुन्छ? तपाईँ नर्मल चुतिया मान्छे हो भने भाग्नुहुन्छ। तर अहिले चाहिँ फिल्मको लजिक लगाएर हिरोले खतरा डायलग हान्छ, ढ्यान ट्यान म्युजिक बज्छ, त्यसपछि के हुन्छ मैले भन्नु पर्दैन। उसका सर काटकर मां के चरणों में अर्पित करने की जगह पीठ दिखाकर भागना है मृत्यु। यस्तो भोसडी कुरा देख्यो भने मलाई एउटै कुरा याद आउँछ, जब तक सनीमा है लोग चुतिया बनते रहेंगे। चुको लियान जो एकदम बुद्धिमान रणनीतिकार छ र उसलाई सबैले वोलङ र फुलङको नामले चिन्छ, जसको अर्थ हो स्लिपिङ ड्र्यागन। चुको लियानले उसका आर्मीलाई गेट खोल्न र सबैजना लोग्न आति दिन्छ र आफू चाहिँ म्युजिकल इन्स्ट्रुमेन्ट ल्युट बोकेर गेटको साइडमा बस्छ। जब सिमाई आउँछ, चुको लियान नदेखेको जसरी म्युजिक मात्र बजाएर बस्छ। खुला गेट, बिना आर्मी र चुको लियान एक्लै र सिमाई चुको लियानसँग पहिला पनि 12 वटा युद्ध हारिसकेको हुन्छ। त्यस कारणले सिमाई युद्ध गर्न अलि संकोच मान्छ। उसको राइट ह्यान्डले युद्ध गर्न जति मनाउन खोज्दा नि सिमाईले मान्दैन।